अब इलेक्ट्रिक पोरोलमा तेलले कहाँ सफा गरेर म जान्दिनँ होइन। त्यसले दिएको सिडिआरएम यही हो। यो पुरानो सिडिआरएम हालिदिएको रहेछ। 3500 रुपियाँ लिएको थिएँ मसँग। अहिलेको नयाँ सिडिआरएम हेर्नुहोस्, यसको कलर नयाँ र पुरानो धन्न गाडी बिग्रेर मैले चेक गराउँदा पत्ता लगाएँ यो 1 महिना भएको भए त यसले होइन नयाँ हो भन्थ्यो होला। धन्न 2 दिनमै पत्ता लाग्यो यो यसरी गाडी बिग्रेर। यसरी सिडिआरएम हेर्नुहोस् त लु, यस्तो कवाडी सिडिआरएम हालिदिएर नयाँको पैसा लिएर नयाँ एकदम ब्रान्डेड हालिदिएको छु भनेको यही हो ब्रान्डेड। यस्ता चोर ग्यारेजहरूसँग अलिक सावधान रहनु होला, एकदम विचार गर्नु होला। जाँदाखेरि गाडी छोड्ने त्यस्तो ठाउँमा छोड्नु पनि नमिल्दो रहेछ ग्यारेज हुँदी। कसै चिनेको घरमा छोड्यो भने राम्रो हुने रहेछ। यो चोर ग्यारेज छ पेमा मोटरसाइकल ग्यारेज, स्कुल चोकैमा रहेको गोस लाइन छेउमै छ। यस्तो चोरहरूबाट अत्याधिक सावधान हुने बेला भयो। तपाईँ कतै ठगीमा पर्नुहुन्छ होला। अरू कुरा नि यसले फेर्देको कुरो यो फेर्दैछ, यो के भन्छ यो म त्यति राम्रो जान्दिनँ बाइकको बारेमा। अनि यहाँ भित्र अर्को ब्याट्री जस्तो फेरेको छ, त्यो पनि लगेर त्यसैलाई फिर्ता दिने। म नयाँ हाल्छु यहाँ बरु अर्कै। त्यो चोरको भरोसा भएन, कुन चाहिँ गाडीको चोर र हालिदिएको कि बा अर्कै गाडीको चोर र हालिदिएको यो सिडिआरएम भन्ने चाहिँ। त्यहाँको कसले बाइक राख्नुभएको छ राम्रोसँग चेक गर्नु होला। तपाईँको माल सामानहरू झिकेर सट्टापट्टा गरेर चोर र बेचो कि फेरि तपाईँलाई त्यही किनाउँछ कि। एकदम सतर्क रहनु है गाइजहरू। यो बरु सक्दोभन्दा सक्दो सेयर गर्नुहोस् यो भिडियोलाई। एकदम सावधान रहनुहोस्। पेमा मोटरसाइकल ग्यारेज कि के भन्थ्यो हो, स्कुल चोकैमा छ। मेरो गाउँै हो, म त्यति याद चाहिँ गरिदिन्थेँ। मैले अभर परेर एक दिन गाडी छोडेको थिएँ। आधी ट्याङ्की तेल 10,000-1200 को तेल पनि चोरियो। सावधान रहनु होला, सबैलाई सेयर गरेर सतर्क गराउनु होला। हस् त, धन्यवाद।